ओके, फ्लो मेजरमेन्टको हामीले सिकेकै मध्येको दुईवटा मेथड्सहरू चाहिँ हामी हेरौँ है त। जस्तो कन्फ्युजन केही छ भने चाहिँ जस्तो एकमा हामीले एउटा सिकेका थियौँ बकेट मेथड हैन, सिम्पल यो भाँडामा डिस्चार्ज नाप्ने भनेर एउटा गरेका थियौँ। अर्को चाहिँ हाम्रो फ्लोट मेथड गरेका थियौँ हैन। जस्तो अब यो एकमा हाम्रो हेरौँ है त, जस्तो बकेट मेथड। यो बकेट मेथडमा चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि एउटा नन भोल्युमको भाँडो चाहिँ हामीले लिएर जानु पर्यो हैन। यसको भी चाहिँ हामीलाई थाहा हुनु पर्यो, कति एलपिएस भन्नु आएछ, कति लिटर है, कति लिटरको छ भनेर हामीलाई यहाँ थाहा हुनु पर्यो, नन हुनु पर्यो। यदि भी चाहिँ अननोन छ भने हैन, भी चाहिँ अननोन छ भने यसको भोल्युम चाहिँ हामीले पत्ता लगाउनु पर्यो हैन। अब यो भोल्युम फाइन्ड गर्नलाई त हामीले यो सिलिन्ड्रिकलको भोल्युम निकाल्ने भयो हो। अब हामीलाई यसको त डिस्चार्ज, हामीलाई स्ट्रिमको डिस्चार्ज निकाल्नु छ, त्यो भएपछि हामीलाई क्यू निकाल्नु छ नि त हैन। क्यू अफ यो चाहिँ हाम्रो स्ट्रिम, स्प्रिङ वा स्ट्रिम हैन, सोर्स भनौँ न है, सोर्स भन्न पनि सक्यो। त्यो निकाल्दाखेरि चाहिँ हामीसँग भोल्युम छ हो, टाइम हामीले निकाल्नु पर्नेछ। भी बाई टी गरेपछि यो एल लिटरमा थियो भने लिटर पर सेकेन्डमा चाहिँ हामीसँग आउँछ हैन। यसो गर्दा चाहिँ क्यू हामी फाइन्ड गर्न सक्छौँ। अब यसमा टाइमको लागि चाहिँ हामी के गर्छौँ भन्दाखेरि यो भाँडालाई चाहिँ ठ्याक्क राख्दाखेरि, त्यो सोर्समा राख्दाखेरिको टाइम स्टार्ट गर्छौँ र यो फुल हुँदाखेरि, यो 5 लिटर मानौँ यो 5 लिटरको भाँडा हो भने यो 5 लिटर फुल हुँदाको चाहिँ यसलाई स्टार्ट र यसलाई स्टप गर्छौँ हो। यसले चाहिँ के दिने भयो, T1 दिने भयो। सिमिलरली यसरी नै T2, T3, T4 लिँदै लिँदै जान्छौँ। कहिलेसम्म लिने त यो भन्दाखेरि जबसम्म तपाईको यो माथि र तलको दुईटा जुन हामीले कन्टिन्युअसली डेटाहरू लिइरहेछ यसको कन्जिक्युटिभ भ्यालुहरू सिमिलर आउँदैन तबसम्म चाहिँ यसलाई लिने है। भनेपछि यसको टी भनेको चाहिँ हामीलाई टी एभरेज भनेको चाहिँ समेसन अफ टी डिभाइडेड बाई नम्बर अफ स्याम्पल्स हैन, वा टाइम टेकन हैन। यो कतिवटा टाइम हामीले टेक गर्यो लियो त्यो चाहिँ नम्बर्स अफ एन भयो, यसले भाग गरेपछि एउटा टी एभरेज आउने भयो हो। हामीसँग भोल्युम छ, टाइम पनि आयो भनेपछि क्यू इक्वल्स टु भी बाई टी गरिसकेपछि भी 5 डिभाइडेड बाई अब सर्टेन टाइम मानौँ ल 1 सेकेन्डमा भरेको रहेछ भने चाहिँ 5 लिटर पर सेकेन्ड चाहिँ हाम्रो यो स्प्रिङ वा हाम्रो सोर्सेसको चाहिँ डिस्चार्ज आयो है। यो सिम्पल छ यो त। अब 2 नम्बरमा हेरौँ हाम्रो फ्लोट मेथड है। यो फ्लोट मेथडमा चाहिँ हामीले निकाल्ने पनि डिस्चार्जै हो हैन, स्ट्रिमको डिस्चार्जै हो। यसको लागि चाहिँ तपाईँ फर्स्टमा के गर्नु पर्यो भन्दाखेरि चाहिँ कुनै एउटा रिभर सेक्सनको चाहिँ एउटा स्ट्रेच लिनु पर्यो है, स्ट्रेच लिनु पर्यो। यो स्ट्रेच हामीले भन्दाखेरि चाहिँ मिनिमम यो लेन्थ छ नि यो चाहिँ 10 मिटरको लिनु पर्यो हैन। त्यसपछि यसको जस्तो अब खोला मानौँ यता बगिरहेछ भने मैले यो अगाडिको सेक्सनलाई सेक्सन 1 भने एउटा मिड पनि लिएँ है, यो सेक्सन 2 भने र यो सेक्सनलाई मैले सेक्सन 3 भने है, सेक्सन 3 भने। अब म के गर्छु भन्दा चाहिँ यो भेलोसिटी पत्ता लगाउनको लागि चाहिँ यो भनेको सर्फेस भेलोसिटी पत्ता लगाउनलाई है। ल अहिले हामीलाई भीएस भनेको चाहिँ सर्फेस भेलोसिटी है, सर्फेस भेलोसिटी पत्ता लगाउनको लागि चाहिँ म कुनै एउटा लाइट अब्जेक्टलाई चाहिँ यो 10 मिटरको डिस्टेन्समा बगाउँछु हो। यसलाई यहाँदेखि यहाँसम्म बगाउँछु भनेको यो मेरो स्टार्ट हुने भयो, यो मेरो इन्ड हुने भयो हो। भनेपछि म कुनै एउटा लाइट अब्जेक्टलाई ट्याक्क यो लाइन सेक्सन 1 मा छुँदाखेरि स्टप वाच स्टार्ट गर्छु भने
इन्डमा जानु बित्तिकै यसलाई म स्टप गर्छु। यसले चाहिँ मानौँ T1 दियो। यसरी नै मैले T1 T2 T3 लियो जबसम्म अघिकै प्रोसिडियरमा जबसम्म यो भ्यालु र यो भ्यालु अलिक कन्जिक्युटिभ इक्वल आउँदैन तबसम्म म चाहिँ गएँ। यसले चाहिँ हामीलाई के दिने भयो, टाइम दिने भयो, टाइमको एभरेज दिने भयो हो, समेसन अफ T डिभाइडेड बाई N गरिसकेपछि T एभरेज दिने भयो हैन। अब यही चीजमा अब हामीसँग डिस्टेन्स पनि छ, टाइम पनि छ हैन। भनिसकेपछि यसले हामीलाई के दियो, भेलोसिटी दियो नि, Vs भने है मैले सर्फेस भेलोसिटी। Vs भनेको डिस्टेन्स भनेको d छदैछ मेरो, d बाइ t गरे भने यसले चाहिँ मलाई के दिने भयो, भेलोसिटी दिने भयो। तर यो चाहिँ सर्फेस भेलोसिटी हो है। d भनेको मेरो मिटरमा छ, टाइम सेकेन्डमा छ भने चाहिँ मिटर पर सेकेन्ड, त्यो Vs इक्वल्स टु समथिङ मिटर पर सेकेन्ड चाहिँ हाम्रो भेलोसिटी आउने भयो हो। भेलोसिटी पनि आयो है। तर के भन्छ भन्दाखेरि चाहिँ हाम्रो एक्चुअल भेलोसिटी वा एभरेज भेलोसिटी भनिन्छ नि, भेलोसिटी चाहिँ v भनेको चाहिँ c इन्टु Vs हुन्छ क्या है। यो Vs भनेको हामीले यसरी टाइम, डिस्टेन्स र यो एउटा कुनै हलुङ्गो अब्जेक्ट चाहिँ पात वा अब अरू कुरा बगाउँदा पनि भयो हैन। यसले चाहिँ डिस्टेन्स कति लियो भनेर चाहिँ निकाल्छौँ हामीले हैन। त्यसपछि यो चाहिँ के छ भन्दा c को भ्यालु चाहिँ है नर्मली 0.65 फर स्ट्रिम्स अफ डेप्थ अप टु 0.3 मिटर है। भनेको सर्फेस भेलोसिटीलाई 0.65 ले मल्टिप्लाई गरिसकेपछि चाहिँ एभरेज भेलोसिटी आउने रहेछ हो। हामीलाई चाहिने फेरि एभरेज भेलोसिटी हो। त्यस्तै गरेर 0.7 फर स्ट्रिम्स अफ डेप्थ अप टु 0.3 टु 1.2 मिटर भनौँ हैन। भनेको स्ट्रिमको डेप्थले डिटरमाइन गर्यो है। अर्को भनेको 0.75 फर स्ट्रिम्स है अफ डेप्थ ग्रेटर देन 1.2 मिटर है। यसरी चाहिँ यो फ्याक्टर हामीले चाहिँ युज गर्न सक्यो है। यसपछि भेलोसिटी त आयो, हाम्रो भेलोसिटी एभरेज आयो। अब हामीलाई चाहियो एरिया है। एरियाको लागि जुन अघि हामीले के गरेका छौँ, सेक्सन 1, सेक्सन 2 र सेक्सन 3 भनेर चाहिँ हामीले यहाँ डिभाइड गरेका छौँ नि त तीनटा सेक्सनलाई हैन। यसको मानौ अहिलेलाई सेक्सन 1 लियौँ है त। सेक्सन 1 मा चाहिँ हाम्रो के छ भन्दाखेरि मानौ यो रिभरको विड्थ हो। अब सेक्सन काट्या हो हामीले, मानौ यो रिभरको विड्थ हो भने मानौ यो चाहिँ 5 मिटर छ लेन्थ भने यसलाई इक्वल सब डिभाइड गर्ने है। 1 2 3 4 5 इक्वल डिस्टेन्समा भनेको यो 1 मिटर, यो पनि 1 मिटर, यो पनि 1 मिटर, यो पनि 1 मिटर, यो पनि 1 मिटर हो। अब के गर्ने, त्यसपछि यहाँदेखि रिभर बेडसम्मको डिस्टेन्स चाहिँ हामी यहाँदेखि यो प्रत्येक जहाँ हामीले सब डिभाइड गरेका छ त्यहाँबाट चाहिँ रिभरको बेड लेभल लिने है। यहाँबाट यो डिस्टेन्स त हामीले अब नर्मली लिँदाखेरि स्टाफ छ भने स्टाफ बोकेको छ भने स्टाफबाट गर्दा पनि भयो, वा कुनै एउटा भाट के अरे यो बाँस वा समथिङ केहीमा चाहिँ मेजरमेन्ट गरेर हैन त्यसमा चाहिँ गर्दा पनि भयो हैन। जसरी हुन्छ यो डेप्थ चाहिँ पत्ता लगाउनु पर्यो, D1 D2 D3 D4 हैन। अब यसरी चाहिँ पत्ता लगाउनु पर्यो, यो पत्ता लगाउनु पर्यो हैन। अब यो गर्नलाई चाहिँ मैले के गर्छु, अब यहाँ यो चाहिँ हाम्रो जस्तो यस्तो भयो भनौँ एउटा है। अब यो नेचर त यस्तै हुँदैन, किनकि यो त यस्तो स्मुथ त हुँदैन हैन। तैपनि अब अहिलेलाई हामीले चाहिँ एउटा टेन्टेटिभ एरिया निकाल्न खोजिरहेछौँ हैन। अब यसरी नै हामीले सेम सेक्सन 2 लाई पनि प्लट गर्यौँ, सेक्सन 3 लाई पनि प्लट गरौँ। यसबाट A1 एरिया आयो, यसबाट A2 आयो, यसबाट A3 आयो है। यो एरिया कसरी निकाल्ने भन्दाखेरि चाहिँ सिम्पलेस्ट फर्ममा चाहिँ यही चिजलाई अटोक्याडमा हामीले प्लट गऱ्यौँ भने है डाइरेक्ट एरिया निकाल्न मिल्यो हैन। जस्तो यो लेन्थ वाइज हामीसँग 1-1 मिटरको स्पेसिङमा छ, डेप्थ भएपछि यसको एरिया निकाल्नलाई केही पनि प्रब्लम भएन, वा म्यानुअल मेथडबाट निकाल्दाखेरि पनि भयो है। अब म्यानुअल गर्दाखेरि अलिकति टाइम कन्ज्युमिङ होला, त्यही भएर अब साइडबाट आइसकेपछि अटोक्याडमा ड्र गर्यो भने यो एकैछिनमा एरिया निस्किन्छ।
त्यो भएपछि प्रत्येक हामीसँग सर्फेस भेलोसिटी पनि छ के अरे हामीसँग एभरेज भेलोसिटी पनि छ जुन चाहिँ हामीले यो कोएफिसिएन्टले मल्टिप्लाई गरेर निकालिसक्यौँ। त्यसको लागि चाहिँ अब प्रत्येक सेक्सनमा हैन प्रत्येक सेक्सनमा हामीले फ्लो यो चाहिँ फ्लो निकाल्न सक्यौँ q = a * v हो भनेको यो भनेको a1 * v एभरेज हैन यो चाहिँ मानौ यो q1 हो q2 को लागि पनि a2 * v एभरेज q3 = a3 * v एभरेज गरेर चाहिँ सबैको यो निकाल्न सक्यौँ हो। भनेपछि अब एभरेज फ्लो कसरी निकाल्न सक्यौँ q एभरेज भनेको चाहिँ हामी समेसन अफ q / नम्बर अफ डेटा हैन योबाट चाहिँ हामीले यो रिभरको फ्लो एउटा चाहिँ निकाल्न सक्छौँ है।